बोगेराको अवस्था कस्तो छ भन्ने कुरो हाम्रैमा काट्न पर्ने हो। यो सबै हाम्रो सेरोबेरो खरबारी नै हो। अहिले त पुरै यो बाँसघारी भएछ। यहाँ हाम्रो पोखरो थियो, पोखरो छैन त्यहाँ। यहाँ पलेरोको निशाना रहेछ, जान सकिने अवस्था छैन। ल यहाँबाट हामी पानी बोकेर घर लगेर खान्थ्यौँ। पानी बोकिन्थ्यो या घाँस काट्न आउँदा खाइन्थ्यो। यस्तो ठाउँ यो पुरै घाँस काट्ने ठाउँ यस्तो भएछ हाम्रो। यो यता मान्छेहरू घाँस काट्न व्यस्त छन्। यी मेरा बहिनी र ती भाइ हुन्। यिनीहरू चाहिँ खरबारीमा घाँस काट्दैछन्। यो करिब यता चाहिँ हामीले यो घाँस काटेर पुरै चिल्लो बनाएको थियौँ, अहिले पुरै तालघारी भयो। यो हाम्रो चाहिँ घाँस कति पनि बाँकी रहन्थ्यो नि, ठुला बुटा बाहेक। ठुलाबुटा पनि थिएन, निम्तो सब केही थिएन। अहिले यो जङ्गल पुरै यो जङ्गलै भएछ यहाँ। न सल्लो थियो यता केही न मौवा थियो। वारीबाट पारी, पारीबाट वारी सबै देखिन्थ्यो। ल यो हाम्रो चाहिँ भाइले सालको पात टिप्दैछन्। वारी वारी आयो कि